दर्शकबिन्दै एकैछिन यो भिडियोलाई राम्रोसँग निहालेर हेर्नुहोस् त। यो भिडियो हाम्रो देश नेपालको त होइन, तर भारतको हो। यस भिडियोमा एक सानो बालक जसले आफ्नो बाबालाई यसरी प्रत्येक रोडका प्रत्येक गल्ली गल्ली घिसार्दै आफ्नो जीवनयापन गर्नका निमित्त पैसा माग्दै हिँडिरहेको यो दृश्यले त सबैलाई रुवाउँछ नै। यतिकैमा एकजना महान व्यक्तिको नजर ती बाबु र बालक बीच पर्न जान्छ। यी महान व्यक्ति जसले सामाजिक सञ्जालमा सक्रिय रहेर धेरै दुखी गरिबको सेवा गर्दै आइरहेका छन्। यी महान व्यक्तिको आँखा यी दुई बाबु छोरामाथि पर्न जान्छ र उनीहरूको लागि, त्यो अपाङ्ग व्यक्तिका लागि व्हील चेयरको व्यवस्था गर्छन्। तत्पश्चात ती व्यक्तिको मुहारमा यति धेरै हाँसो फर्किन्छ, उनीहरू एकदमै खुसी हुन्छन्। हेर्नुहोस् त, साँच्चै मानवता भनेको यही नै त होला नि, होइन र? सानो सानो सहयोगले कसैको जीवनमा खुसी मिल्छ भने त्योभन्दा ठुलो उपकार, त्योभन्दा ठुलो मानवताहरू के नै हुन सक्छ र? हेर्नुहोस् त, यी व्यक्तिले गरेको यो सहयोगले आज उनीहरूको जीवनमा पुनः खुसी फर्किएको छ।